यहाँ भित्र पनि दुईटा छ हेर्न सक्नुहुन्छ अनि लास्ट फाइनल त अनि रिजल्ट भन्नु पर्यो नि किन हामी गएको थियो के को लागि ल्याएको भनेर ल हेर्नु ढोकाको अनि त्यो कुखुराले चाहिँ उसलाई मनै पराएको नि त हाम्रो बच्चा होइन भन्छ कि हेर्नु ल गाइस ठिक छ आजको लागि यति नै पसिनै पसिना भयो हामी त पसिना सुकाउनु पर्यो ल साथीहरू आज चाहिँ हामी त्यहाँ सानो जङ्गलमा गइरहेका छौँ हिरे हो चाहिँ नाम कुखुराको चारो लिन हिँडेका हामी चाहिँ त्यहाँ खोल्सातिर र हाम्रो चाहिँ यहाँ दुईजना सिकारी चाहिँ अगाडि हिँड्नु भएको छ ल हामी चाहिँ लगभग यहाँ खोल्सातिर आइसक्यौँ साथीहरू यो मेरो छोरा ल हेर्नु अब ल गाइस हेर्नुहोस् न यहाँ कस्तो खोल्छ बाटो धेरै अप्ठ्यारो बाटो छ एकदम होस पुऱ्याएर चाहिँ यसमा हिँड्नु पर्यो नत्र आफै लडेर घाइते हुन्छ ल है इला डुबेर भोलि थोरै हो ल साथीहरू अब हामी चाहिँ यहाँ खोज्दैछौँ कतातिर हो ल अहिलेसम्म पनि हामी खोजिरहेका छौँ हामीले चाहिँ अहिलेसम्म एउटा नि भेटा छैन हामी चाहिँ धमिरो लिन आएको हो कुखुराको बच्चाहरूले खाने धमिरा बाफरे लास्टै गर्नु छ हो साथी हो हामीलाई चाहिँ पाउँदैन भनेर अब आशा पनि मरिसक्यो ल गाइस बाफरे धेरै थाके यार छैन यार एउटा नि छैन अहिलेसम्म हामीले एउटा नि प्राप्त गरेका छैनौँ हाम्रो खोजी चाहिँ जारी नै छ डर पनि लाग्छ हाम्रो यतातिर चाहिँ हात्तीहरू धेरै आउँछन् उखुको सिजनमा ल हेर्नुहोस् खेतबारीहरू एकदम सुक्खा नै छ हाम्रो केटाहरू चाहिँ उहाँबाट एउटा हातमा बन्चरो लिएर आउँदै हुनुहुन्छ हाम्रो दाइ ल हेर्नुहोस् हाम्रो दाइको बडी आहा गजब अति उत्तम के भेटायो दाइ यार लास्टै भयो यार नभेटाउने नै भयो यो कालो टी सर्ट लाउने मेरो भतिज धेरै लजाउँछ बाफरे बाफ केटी भन्दा नि आगर
दाइजीकोमा ओ यहाँ रहेछ ओ जाऊ अंकल ओ जाऊ हामी हिँडिसकेको ओ आउनु अंकल हामी बाहिर निस्किसकेको ल गाइस हामीले चाहिँ एउटा नि भेटाएन हामी चाहिँ अब घर फर्किँदैछौँ बाफ रे बाफ पसिना पसिना भयो यार पछाडि जिउ त पुरै भिजिसक्यो पसिनाले ओ माई गॉड भेरी हट ल गाइज फाइनली हामीले चाहिँ भेटाइसकेका छौँ हाम्रो यहाँ छोराले चाहिँ यहाँ हाम्रो छोराले चाहिँ भेटाएछ वेल डन माई सन वेल डन ल गाइज हामी चाहिँ यही खोज्न आएका हौँ यो अब यहाँ दाइले चाहिँ त्यहाँभित्र हुन्छ क्या ल यसलाई मस्त पढेपछि चाहिँ मस्त निस्किन्छ गाइस पनि अर्को पनि पाइसकेका छौँ ल ल अहिले चाहिँ हामीहरू अब घरतिर हिँडेको लास्टै घाम छ बाफ रे बाफ त साथीहरू फाइनली हामीले चाहिँ एउटा यो हामी चाहिँ यसलाई ढमेरा भन्छ यो चाहिँ हामीले पाइसकेका छौँ अब हामी घर लगेर चाहिँ कुखुराको बच्चालाई चाहिँ यो फोरेर चाहिँ हामीले दिने हो तपाईहरुलाई अहिले देखाउनेछु भिडियोमा अन्तिमसम्म बस्नु होला र यहाँ हामी चाहिँ यहाँ अब दाइको पसलतिर आइसकेका छौँ दाइको आफ्नै पसल हो यहाँ चाहिँ दाइले भित्र चाहिँ राखेछ ल यहाँ छोराले चाहिँ पुऱ्याइसकेको छ हेर्नु सक्नुहुन्छ तपाईहरुले सानो सानो किराहरू यसबाट निस्किरहेछ ल ल फाइनली हेर्नुस् ए मा भोटीले ए भाग्दैन ल हेर्नुस् गाइस हेर्नु ए भोटीले नि त हेर्नु त यो तितिराको बच्चा हो बडा स्पिड हो हामी त तल तल त्यहाँ मुनि मुनि र साथीहरू यहाँ कार्टुनभित्र चाहिँ तीनटा झेरै छ ल यो दुईटा हो यहाँ भित्र पनि दुईटा छ हेर्न सक्नुहुन्छ अनि लास्ट फाइनल त अनि रिजल्ट भन्नु पर्यो नि किन हामी गएको थियो के को लागि ल्याएको भनेर ल हेर्नु ढोकाको अनि
त्यो कुखुराले चाहिँ उसलाई मनै परायो भने त हाम्रो बच्चा होइन भन्छ कि हेर्नु ल गाइस ठिक छ आजको लागि यति नै पसिनै पसिना भयो हामी त पसिना सुकाउनु पर्यो ल